गाइस आज चाहिँ यो कसिस हो हैन अलि बेसी बोल्नुपर्छ नि। हाई गाइस हामी चाहिँ हैन पिपलको पार्क टिप्दैछौँ। भोलि चाहिँ तिहार अलि टाढोबाट गर्नु मेरो तन्त मेरो रियल बुक देखाउनलाई भोलि तिहार। सो वी आर गोइङ टु प्लक सम पिपलको पार्क फ्रम ट्री। सो हामी चाहिँ जाँदैछौँ। अब तिहार चाहिँ लागिसक्यो चाहिँ हेर्न सक्नुहुन्छ। अब हाम्रो ड्याड चाहिँ जाँदै हुन्छ। ड्याड हाई भन्नुहोस्। ड्याड चन्द्र जस्तो मुहार देखाउनु। सो बच्चाहरूले चाहिँ पड्का पड्काएर हुन्छन् होइन, यता उता कता कता पड्काएर छैनन् तर पड्काउँछन् लगभग धेरै जसो पड्काउँछन् होइन। मलाई मनपर्ने तिहार यस्तो झिलमिल हुन्छ नि त, मजा लाग्छ क्या। हो मजा लाग्छ पुरा हेर्न सक्नुहुन्छ पुरै। आफै पनि देखाउँ न। मैले मेरो हेयरस्टाइल राम्रो छैन होइन, तैँले पनि फेरि मम्मीको जस्तै खिच्लास् आफूले देखायो मुख मात्र त्यस्तै खिचाउँला र फेरि झिलमिल यसो जताकतै पटका पटका। दिस इज आवर वे अफ डुइङ भ्लग। यस्ता तालको हामी चाहिँ अब के टिम जान्दैछौँ क्या। हामी के गर्न जाँदैछौँ? हामी पिपलको पात चाहिँ हामी टिप्न जाँदैछौँ। सो लागौ हैन। म एउटा क्वेसन सोध्छु है त तँलाई। सोध। एउटा हात्तीलाई फ्रिजमा राख्न कति स्टेप चाहिन्छ? एउटा हात्तीलाई फ्रिजमा राख्न कति? 3 खोल्ने हाल्ने भन्दा मैले पहिले सोधिसकेँ। गाइस यु क्यान सी दिस होम हैन। यो घर चाहिँ पनि सानो थियो नि त, एकजनाको अनि अलिक पछाडि थियो नि त, भत्काएर पुरै मोडाउन भएछ पुरै। कस्तो भयो हेर अलि उता हैन। म जति चाहिँ भयो भने जति कमाए पनि भएको घर चाहिँ भत्काउँदिन। अरू नयाँ ठाउँमा नै घर बनाउँछु के। किन घर डिस्टर्ब गर्नु के? सही भन्नु किन भन्दा हो एकदम हो। अब तिम्रो भनेको चाहिँ सही हो हैन। त्यो म एकछिन म गरिदिन्छु त। सो यहाँ चाहिँ अलि अँध्यारो रहेछ। हाम्रो क्लिप भइसकेको छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हिरो भइसकेको छ। मेरो हेयरस्टाइल कस्तो देखिन्छ भनिदिनु होला। दामी बबाल। जाऊ न अलि अगाडि म खिचिदिन्छु यसरी। सुई मेरो क्यामेराको क्वालिटी इज नट गुड बट यतातिर त किन झिलिमिली छैन नि त? यतापट्टि रुम्बा मैले आज त्यो देखेँ नि दाङमान्डु थकाली देखा जस किन? मैले यहाँ कन्टेन्ट भेटाएँ। सो हामी दुई भाइ बहिनीहरू चाहिँ गौरव बिरयानीमा आइसकेका छौँ होइन। मैले चाहिँ अब मैले त कहिले खाएनस् त। अब के हो भनेपछि तँलाई भन्नु पर्दैन कि मैले अलि सरप्राइज हो। Thopa. So we are in our destination, guys. त्यहाँ कति राम्रो बल्ब जस्तो। तर कस्तो अघि पोलमा बल्ब भएको कति राम्रो उज्यालो देखिन्थ्यो। कस्तो अँध्यारो तिहार जस्तो पनि। Yes, you are talking good. के हो नि पिपलको होइन कहाँ छ त पिपलको रुख? पिपल रुख यहीँ छ यसैको। हजुर ओइ यो त लास्ट माथि छ त कस्तो टिप्ने हो? म टिप्छु नि त, मेरो हाइट भएको के फाइदा कसिनो मान्छे। सो हामी चाहिँ अब टिप्दैछौँ के गर्ने हो र भलकमा टिप्ने नै हो काम। भलकको टाइटलै के हुन्छ? के पिपलको पार्क। रुख चाहिँ हेर्न सक्नुहुन्छ। आमा फेरि त्यही हुन्छ। ल अब चाहिँ हामी टिप्छौँ अनि भेट्छौँ है। सो मेरो हातमा फोन आइसकेको छ र यहाँ चाहिँ अब पिपलको पात टिप्न त कोसिस छ तर यति माथि छ नि यो। आई डोन्ट नो कसरी चढ्नुपर्छ। आमा आँखा बलेर बुझ्छस् ह्यान्सी छ त छैन त भन त यसलाई। यो त केसको हो खै? यो मात्र हो पिपलको। जति हाइट भए पनि केही कामै भएन। चढ्नै पर्छ के यो त लास्ट माथि छ। नाइ केही हुन्न। ल चढिरहेको छ गाइस। म लुकेर भिडियो बनाइरहेको छु।
थाहा पायो भने बन्द गर्न पठाइहाल्छ फेरि। त्यो त 5 जस्तो पनि छैन। बन्दर बन्दर चढ्यो बन्दर चढ्न त आउँदो रहेछ। एकैचोटि अब टपमा गएपछि देखाउँछु म कि। वाह क्या बात है क्या बात है। लड्लास है लड्लास चढ्यो ये। बाबु यो वाला हेर यो वालामा हात पुग्छ होला तेरो। यहाँ पनि छ के यो यस्तो चढ टिपिरहेको छ। ल म अब यो टिप्छु। सो हामीले पुरै टिपिसकेको छौँ। म चाहिँ एकदमै जङ्गली भनेर टिपेको छु होइन। सो नाउ वी हेभ finished our what event. we have finished our what mission. So we are heading towards home right now. So let's go. Okay, too much traffic. Yes, धेरै ट्राफिक। के धेरै भन्नु यस्तो काठमाडौँमा काठमाडौँका कुरा गर्दा छ यहाँको। No traffic guys, no traffic at all. Okay, we can see this Gopper DJ. This is a Gopper DJ guys. सर्च गरेछ हामी देख्छ Gopper DJ. So आजको लागि चाहिँ यति नै हैन। अलि बेसी गरी बोल्नुस्। Thank you for watching our vlog. Bye क्यामेरामा हेर्नुस् क्यामेरामा। Bye bye. खै त क्यामेरा बन्द गरे।